नमस्ते, मेरो नाम सुनिता सुब्बा हो। मेरो घर कोलाबारी मठ हो। मैले यो दबाई कपुसिन भाइको दबाई खाएर मलाई पुरा राम्रो भयो। म उठेर हिँड्न सक्दिनँ थिएँ। टाउको दुख्थ्यो, मलाई रिङ्गटा लाग्थ्यो, पुरा रिङ्गटा लागेर म हिँड्न सक्दिनँ थिएँ। तर यो दबाईले बहुत राम्रो भयो। मेरो ग्यासको बिमार थियो, प्रब्लम साह्रै हुन्थ्यो, ग्यासको केही खानु हुँदैन थियो। छातीको बिमार थियो, मेरो छातीमा नि पुरा प्रब्लम थियो। त्यही लागि मैले कपुसिन भाइको दबाई खाएर अहिले मलाई पुरा राम्रो भएको छ। यो दबाईले हातखुट्टा दुख्ने, यो हातखुट्टा यसरी कटकट खाने, यस्तो सबै दुख्ने, यस्तोहरू दुख्ने, यस्तो मुन्टोहरू दुख्ने, गल्ने, त्यसले गर्दा चाहिँ अहिले मैले यो दबाई खाएर मलाई पुरा राम्रो भएको छ। यो दबाई चाहिँ एकदम राम्रो रहेछ, राम्रो लाग्यो। हातको बिमार थियो, हातको साह्रै थाइरोइड पनि रहेछ, थाइरोइड पनि पुरा थाइरोइड रहेछ। यो दबाईले नै मलाई पुरा राम्रो गरिदियो। अनि मेन चाहिँ मलाई एकदम चक्कर लाग्ने, टाउको दुख्ने, उठेर हिँड्नु नसक्ने, खाना खानु मन नलाग्ने, रिङ्गटा नलाग्ने, एकदम साह्रो बिमार चाहिँ मलाई त्यो थियो। तर यो दबाईले चाहिँ साह्रो राम्रो गर्दो रहेछ। यो कपुसिन भाइको दबाई खाएर चाहिँ मलाई पुरा फ्रेस भयो, म एकदम राम्रो भएँ। मेरो हातखुट्टा दुख्नु छोड्यो, झन्झनाउनु छोड्यो, खुन यस्तो नचल्ने, खुन चल्नु थाल्यो। प्रब्लम थियो, मलाई पुरा प्रब्लम थियो। अहिले त पुरा राम्रो भयो दबाईले मलाई। यो दबाई चाहिँ पुरा राम्रो रहेछ। सबै साथीहरू पनि हेरेर भिडियो हेरेर कपुसिन भाइको दबाई खानु होला, आफ्नो जिउलाई स्वस्थ राख्नु होला, राम्रो हुन्छ। मलाई त पुरा राम्रो भयो यो दबाईले। ग्यासको प्रब्लम थियो, साह्रै ग्यासको प्रब्लम, केही खानु नहुने, केही चिया खाँदा पनि ग्यासै हुने, जे खाँदा नि ग्यासै हुने। तर अहिले चाहिँ मैले यो दबाई अब 3 महिना कोर्स गरेँ। 3 महिना कोर्स गरेपछि चाहिँ यो दबाईले मलाई अहिलेसम्म ग्यास पनि भएको छैन, टाउको पनि दुखेको छैन। मेन रिङ्गटा हो, रिङ्गटा पनि लागेको छैन। साह्रो राम्रो भएको छ मलाई अहिले चाहिँ दबाईले। तो आंटी तपाईँको बिमारी कति साल भएको छ भन्नुहोस् त? मेरो बिमार त 25-26 साल भयो। अनि 25-26 साल भएको छ। त्यसरी अब तपाईँको अहिले के समस्या तपाईँको राम्रो भयो भन्नुहोस् त? अहिले मलाई टाउको दुख्ने, रिङ्गटा